साथीहरु अहिले चाहिँ फेसबुकले चाहिँ मोनिटाइज गर्नको लागि चाहिँ क्राइटेरिया दिएको रहेछ हैन। पहिला चाहिँ फेसबुकले इन्भाइट गर्नुपर्ने थियो भने अहिले चाहिँ 4-5 वटा चाहिँ क्राइटेरिया पूरा गर्नुपर्ने रहेछ फेसबुक मोनिटाइजेसन हुनको लागि चाहिँ। अब के छ त हेरौँ हैन। फेसबुक अब म तपाईलाई यो मेरो फोनको स्क्रिन शेयर गर्छु। अहिले चाहिँ यहाँ मेरो फेसबुकमा जानुभयो अनि यहाँनिर गयो अनि यहाँ प्रोफेसनल ड्याशबोर्डमा गयो। त्यसपछि यता मोनिटाइजेसन गरेर यहाँ तपाईको कन्टेन्ट मोनिटाइजेसनमा टच गर्ने बित्तिकै यहाँनिर 4-5 वटा क्राइटेरिया 6 वटामा यसमा 3टा पूरा भएको छ, 3टा चाहिँ पूरा गर्नु बाँकी छ। के छ हेरौँ है त। यहाँनिर टच गर्नुभयो भने यहाँ सररको देखाउँछ। यहाँ सुरुमा 1 नम्बरमा छ बी एटलिस्ट 80 इयर्स ओल्ड भनेको छ। तपाईँ चाहिँ 18 वर्ष चाहिँ कम्प्लिट भएको हुनुपर्छ। अनि अर्को छ राइज इन इलिजिबल कन्ट्री भनेको छ। यो चाहिँ तपाईँ इलिजिबल कन्टेन्ट मोनिटाइजेसनको इलिजिबल कन्ट्रीमा चाहिँ हुनुपर्ने हुन्छ। अनि अर्को छ have your page or profile for at least 30 days भनेको छ। यो चाहिँ तपाईले आफ्नो अकाउन्ट बनाएको चाहिँ 30 दिन चाहिँ कम्प्लिट भएको हुनुपर्ने हुन्छ। र अब अर्को छ यहाँनिर पोस्ट एट लिस्ट 3 रिल्स इन द लास्ट 90 डेज भनेको छ। लास्ट 90 डेजमा चाहिँ कम्तीमा पनि 3टा रिल्स चाहिँ अपलोड गरेको हुनुपर्ने छ। यो त अब नर्मल भयो हैन। अब यो बाँकी रहेको 2टा चाहिँ एकदम गाह्रो छ हैन। यो चाहिँ पूरा गर्नलाई यो चाहिँ के छ have at least 10,000 फलोअर्स चाहिँ हुनुपर्ने हुन्छ। अब कन्टेन्ट मोनिटाइजेसन पाउनको लागि चाहिँ 10,000 फलोअर्स चाहिँ तपाईको अकाउन्टमा चाहिँ हुनुपर्ने हुन्छ। र अर्को रहेको छ गेट एट लिस्ट 150 युनिक भ्युज ओभर द लास्ट 30 डेज। यो चाहिँ लास्ट 28 डेजमा चाहिँ कम्तीमा पनि 1.5 लाख भ्युज चाहिँ आएको हुनुपर्ने छ तपाईको भिडियोबाट। अनि यो सबै क्राइटेरियाहरु कम्प्लिट भयो भने चाहिँ तपाईले कन्टेन्ट मोनिटाइजेसनको सेटअपको अप्सन पाउनुहुन्छ। र तपाईहरुले चाहिँ अहिलेसम्म चाहिँ कतिवटा चाहिँ कम्प्लिट गर्नुभयो र कति कुन चाहिँ बाँकी छ तल कमेन्ट गर्न नभुल्नु होला। अनि भिडियो कस्तो लाग्यो भिडियो मन पर्यो भने एक लाइक गर्नु नभुल्नु होला। अनि भिडियोलाई शेयर अनि नेक्स्ट भिडियो आउनसम्मको लागि चाहिँ